नर्मल डेलिभरी गर्यो भने सामान्यतया नर्मल डेलिभरीको एकछिनपछि 6-7 घण्टापछि नै आमा राम्रोसँग हिडुल गर्न सक्ने हुनुहुन्छ एउटा आमा। तपाईँ सिजरियन गरेपछि उहाँलाई हिडुल गर्न अथवा उहाँको डेली एक्टिभिटी गर्नलाई नै धेरै टाइम लाग्छ। सिजरियन डेलिभरी भनेको हाम्रो कुनै पनि सिजरियन डेलिभरी एनेस्थेसियामा अन्डर एनेस्थेसिया नै गरिन्छ, हाम्रो कुनै औषधिको प्रभावमै गरिन्छ। त्यसको पनि आफ्नै डिसएडभान्टेजहरू छ। सिजरियन गर्नलाई मेन त सिजरियन भनेको पेट चिर्ने र बच्चा निकाल्ने भन्ने अपरेसन नै भयो। पेट चिरेर पत्र चिरेर निकाल्दाखेरि अर्जेन्ट डेलिभरी जस्तो त्यो पत्र जोड्न त टाइम लाग्ला नि होइन। त्यसले गर्दा उसको डे टु डे एक्टिभिटीमा पनि धेरै गाह्रो हुन्छ। सामान्यतः नर्मल डेलिभरी भन्दाखेरि पनि सिजरियन डेलिभरीको रिकभरी चाहिँ 6 महिना डिले हुन्छ भन्छ कि। सिजरियन डेलिभरी गरेपछि तत्काललाई हामीले खान पाउँदैन। जस्तो नर्मल डेलिभरी भएर आएको मान्छेहरू हेर्नु, उहाँ आमाहरूले डेलिभरी हुने बित्तिकै उहाँले खाना पौष्टिक आहारहरू उहाँको सुरु हुन्छ। जस्तो सिजरियन डेलिभरी गर्यो भने कति घण्टाको फरकमा बल्ल पानी मात्रै दिने, त्यसपछि कतिमा जाउलो मात्र दिने र कति पछि बल्ल खाना खाने अथवा पौष्टिक आहारहरू कति पछि 2 दिनपछि 3 दिनपछि भन्ने कुरा भयो। उहाँको पौष्टिक आहारमै उहाँले ढिला पाउनुभयो, जुन दुध बनाउन आमाको दुध बनाउनको लागि जुन एउटा महत्त्वपूर्ण रोल गर्छ। त्यही भएर ब्रेस्ट फिडिङमा पनि कम्प्यारेटिभली नर्मल डेलिभरी भन्दा सिजरियन डेलिभरीको डिले नै हुन्छ।